ओइ हामी पास भयौँ भने क्या मेरो एन्क्लेक्स दिन जाँदाको जर्नी चाहिँ एकदम मेमोरेबल र एकदमै राम्रो भएको थियो किनभने अरिकबाट चाहिँ हामीलाई एकजना कोही न कोही चाहिँ गाइडको लागि आइदिनुहुन्थ्यो अनि अर्को चिज भनेको चाहिँ सबै एक्सपेन्सेसहरू चाहिँ हाम्रो अरिकले नै लिनुहुन्थ्यो सो हामीलाई चाहिँ पैसादेखि लिएर यताउति केहीको टेन्सन थिएन होइन एकदमै गाइड गरिराख्नुहुन्थ्यो एकदमै सेफ चाहिँ फिल हुन्थ्यो बिहान हामी उठ्यौँ ब्रेकफास्टहरू गऱ्यौँ होइन अनि अलिकति डर चाहिँ लागिरहेको थियो अलिअलि बिहान पनि केही रिभाइज गर्न सक्छु कि अनि हेरिरहेको थिएँ होइन त्यसपछि भित्र छिरिसकेपछि त्यहाँ कम्प्युटरमा राख्नु भयो होइन अनि त्यसपछि अलिकति हुन्छ नि ला केही ब्ल्याकआउट हुन्छु कि भनेर जस्तो नि भइरहेको थियो क्या साह्रै क्वेसनहरू आउन थाल्यो होइन अनि एउटा गर्दै दुईवटा गर्दै तिनवटा गर्दै अनि त्यसपछि चाहिँ घरमा हामीले जसरी प्र्याक्टिस गर्छौँ त्यस्तै फिल हुन थाल्यो क्या मलाई रिजल्ट चाहिँ मेरो रातिको 1:30 आएको थियो क्यारे अनि आई वाज लाइक स्लिपिङ होइन बेलुकी अनि मेरो मसँगै गएको अर्को साथी थियो अनि ऊ चाहिँ उसलाई चाहिँ निन्द्रै लागिरहेको रहेछ अनि उसले चाहिँ मलाई के पुरै उठाएर ओइ हामी पास भयौँ भने क्या देन आई वाज लाइक पास भएँ हुन्छ नि यस्तो रिल्याक्स फिल भयो कि अब हुन्छ नि केही मैले केही कुरा एचिभ गरेँ भन्ने चिज चाहिँ भयो अनि अलि इमोसनल पनि भयो आफूले एउटा जे सोचेको थिएँ त्यो चाहिँ अचिभ गरेँ भन्ने चाहिँ अरिकलाई भन्नुपर्दाखेरि चाहिँ आइएम एकदमै थ्याङ्कफुल होइन for your continuous encouragement, support, guidance. म चाहिँ I am forever grateful for Auric भन्नु चाहन्छु